गर भन्नुहोस् न, पाप गरेपछि के भयो? लुक्यो क्या। अघिसम्म परमेश्वरको उपस्थितिको अगाडि डाइरेक्ट उसले आराधना गरेर परमेश्वरसँग कुरा गर्थ्यो। जब पाप गरे नि लुक्यो क्या। पाप गर्ने मान्छे चाहिँ के हुँदो रहेछ? ऊ उपस्थितिमा जानु सक्छ, ऊ लुकिरहन्छ क्या। बुझ्दैछ नि? मोसाले भन्यो नि त, सबै इजरायलीलाई परमेश्वरले बोलाएको छ। इजरायलीले के भन्यो? अब हामी त जानु सक्दैन, तपाईँ जानुहोस् अनि सुन्नुहोस् अनि के भन्छ हामीलाई भन्नुहोस् भन्ने क्या। तर परमेश्वरले चाहिँ सबैलाई बोलाएको थियो। आज हामी किन उपस्थितिमा जानु सक्दैनौँ भने चाहिँ कतै न कतै हाम्रो जीवनमा छ, पापहरू छ। अहिले आदम र हव्वा परमेश्वरले सृष्टि गर्नुभएको व्यक्ति आज परमेश्वरको उपस्थिति किन लुक्दैछ भन्दा चाहिँ परमेश्वरले जुन कुरा नगर भने नि त्यो गर्यो क्या। त्यही कारणले के भयो? परमेश्वरदेखि लुके। अनि त्यसपछि के भयो? श्राप आएछ है। श्राप आयो अनि अदमको बगैँचाबाट निकालिदिनु। हेर्नुहोस् के गर्नुभयो अरे? निकाल्नु भनेको चाहिँ परमेश्वरको उपस्थितिबाट हटाइदिनु भयो क्या। जब हामी पाप गर्छ नि हामी परमेश्वरको उपस्थितिमा बस्नै सक्दैनौँ भनेको नि त। अघिसम्म परमेश्वरको उपस्थितिमा बस्ने दुईजना आदम हव्वा परमेश्वरसँगै सङ्गति गर्ने त्यहाँ बाइबलमा लेखेको छ। हरेक साँझ परमेश्वर आउनुहुन्थ्यो क्या। अनि आउँदाखेरि चाहिँ लुकी पराएको थियो। आज हामी कतिजना यहाँनिर है फेस टु फेस कुरा गरिरहेको छौँ नि, तर दुःख लाग्दो तपाईँ परमेश्वरदेखि चाहिँ लुक्दै हुनुहुन्छ। किन? तपाईँलाई थाहा छ कि मैले गल्ती गरेको छु है।